जय मसी मित्रौ, हामी इन्द्रेणीमा भएको फोर्थ कलरलाई हेर्न गइरहेको छौँ। एउटा मान्छे पुलमाथिबाट यसो हिँड्दै गर्दाखेरि मुनिपट्टि अर्को मान्छे चाहिँ माछा पक्रिरहेको रहेछ अरे। अनि त्यो मान्छेले पुलमाथिबाट राम्रोसँग विचार गरेर हेरेछ, यो मान्छेले माछा कतिको पक्रिन्छ हेरौँ है त भनेर। अनि माछा पक्रिने व्यक्तिले त्यो हुक चाहिँ फ्याँकेर फर्केर तान्दाखेरि ठुलो माछा परेछ अरे। अनि त्यो मान्छेले माछालाई निकालेर खोलामै फर्केर फ्याँक्दैछ अरे। फेरि त्यो मान्छेले हुक हान्यो, फेरि ठुलो, त्योभन्दा ठुलो माछा आएछ। अनि फेरि त्यो मान्छेले त्यो माछा त खोलामै फ्याँक्दियो अरे। माथिबाट हेर्ने मान्छे त छक्कै परिसक्यो। फेरि तेस्रोचोटि त्यो मान्छेले हुक फ्याँक्यो, अनि सानो माछा आएछ। अनि सानो माछालाई चाहिँ त्यो मान्छेले के गरेछ, निकालेछ अनि आफ्नो ब्यागमा हालेर चाहिँ घरतिर लाग्दै गर्दाखेरि माथि पुलमा आइपुगेछ। अनि माथिबाट हेरेको अचम्मित भएको त्यो मान्छेले सोधेछ, अनि तिमीले ठुलो माछा त सबै फ्याँक्यौ, सानो माछा चाहिँ गोजीमा हालेर हिँड्यौ त किन भनेर सोद्धाखेरि चाहिँ माछा पक्रिने व्यक्तिले भनेछ, मेरो घरमा माछा फ्राई गर्ने कराई सानो छ भनेर चाहिँ भनेछ। मित्र, धेरैचोटि तपाईँ म सानो कराई छ भन्ने मेन्टालिटीले हिँडिरहेको हुन्छौँ, तर परमेश्वरले तपाईँ मलाई प्रशस्तै जीवन दिनुभएको छ। अनि परमेश्वरले नोहालाई फोर्थ कलर चाहिँ इन्द्रेणीमा के लगाएर देखाउनु भयो भने ग्रिनलाई देखाउनु भयो, हरियो कलरलाई चाहिँ देखाउनु भयो। अनि इन्द्रेणीमा हरियो कलर लाएर नोहालाई परमेश्वरले देखाउँदै गर्नुहुँदाखेरि चाहिँ परमेश्वरले के देखाउनु हुँदैछ भने अ लाइफ टु द फुलेस्ट, जीवनलाई देखाउनु हुँदैछ। प्रशस्त मात्राको जीवन तिमीहरूले पाउनेछौ भनेर चाहिँ परमेश्वरले नोहालाई प्रतिज्ञा गर्नुहुँदैछ। योना 10:10 परमेश्वरले भन्नुभयो, चोर त लुटुङ काटुङ मारुङ भनिकन आउँछ, म तिमीहरूलाई के गर्न आए, जीवन दिन आए। कस्तो खालको जीवन? प्रशस्त मात्राको जीवन। God came to give us life to the fullest. परमेश्वरले हामीलाई प्रशस्त मात्राको जीवन दिन आउनुभयो। मित्र हो, आज मृत्युपछि स्वर्गको कुरा मात्रै होइन, तर संसारमा जिउँदा पनि परमेश्वरले तपाईँ मलाई प्रशस्त जीवन चाहिँ दिनुभएको छ। तपाईँ म धेरैचोटि मरेको जीवन जिइरहेको हुन्छौँ, तपाईँ म धेरैचोटि कन्फिडेन्टलेस जीवन जिइरहेको हुन्छौँ, तपाईँ म धेरैचोटि निराश भएर गरिब जस्तो भएर जिइरहेको हुन्छौँ, तर होइन, परमेश्वरले हामीलाई प्रशस्त जीवन दिनु आउनुभएको छ। अनि यो शरीरमा रहँदाखेरि नै हामी प्रशस्त जीवन चाहिँ परमेश्वरले हामीलाई जिउनु सिकाउनु भएको छ। अनि हामीलाई परमेश्वरले त्यो जीवन दिनुभएको त्यो कन्फिडेन्टले चाहिँ हामी जिउनु पर्छ। परमेश्वरले भन्नुभयो, I am the way and the truth and the life. No one comes to the Father except through me. जीवन म नै हुँ। जसले परमेश्वरलाई पाएको छ उहाँहरूले चाहिँ जीवनलाई पाएको छ। अनि हामी शरीरमै रहँदाखेरि हामी कन्फिडेन्ट भएर जिउन सक्छौँ। हामी चेलाहरूलाई हेर्दै गर्छौँ भनेदेखिलाई पत्रुसलाई हेरौँ, हामी कन्फिडेन्टले उसले आफ्नो जीवनलाई जिएको छ। हामी पावललाई हेरौँ, कन्फिडेन्टले उसले आफ्नो जीवनलाई जिएको छ। पत्रुस जो चाहिँ आज येशूलाई चिन्छु भन्नु पनि डराउने व्यक्तिले चाहिँ साँच्चै नै येशूलाई जब ग्रहण गरे आफ्नो जीवनमा, परमेश्वरको शक्तिलाई आफ्नो जीवनमा ग्रहण गर्यो, कन्फिडेन्ट भएर जिएको छ, फुलेस्ट लाइफ जिएको छ। अनि त्यो जीवन चाहिँ परमेश्वरले तपाईँ अनि मलाई दिन आउनु दिएको छ। त्यो जीवन चाहिँ परमेश्वरले नोहालाई इन्द्रेणीमा ग्रिन कलर देखाएर चाहिँ प्रमिस गर्नुभएको छ। त्यो जीवन चाहिँ तपाईँ अनि मलाई दिनुभएको छ। अनि त्यो जीवन चाहिँ तपाईँ मैले जिउन सक्नुपर्छ, कन्फिडेन्ट भएर जिउन सक्नुपर्छ, किनभने सारा संसारलाई सृष्टि गर्ने परमेश्वर चाहिँ तपाईँ मेरो साथमा छ।